हेलो अनि जुजुलोका साथीहरू, वेलकम टु माई मिनी ब्लग। आफ्टर लङ डे पछि म चाहिँ त्यति ब्लग हाल्दिनँ किनकि ब्लग हाल्न पनि कन्टेन्ट चाहिन्छ। मसँग कुनै कन्टेन्ट नै छैन। तीमाथि हाम्रो अहिले स्कुल पनि छुट्टी छ, त्यही भएर कुनै कन्टेन्टहरू पनि छैन। र आजको मेरो ब्लगको सुरुवात चाहिँ म पसल जाँदाखेरि भएको छ। म चाहिँ गीत सुन्दै पसल जाँदै थिएँ। आज चाहिँ हाम्रोमा कोदो रोप्ने थियो, त्यही भएर म चाहिँ खाजा लिन गएको थिएँ बिहान पसलबाट फर्किँदा चाहिँ यस्तो राम्रो डक थिएन, लाइक माई सिस्टर। हाम्रोतिर चाहिँ अगौटे र पछौटे कोदो रोपिन्छ। अगौटे चाहिँ मकै बारीभित्र रोपिन्छ भने पछौटे चाहिँ मकै भाँचेर त्यसपछि रोपिन्छ। र आजको मेरो काम भनेको चाहिँ घरमा बस्ने थियो, यताउति गर्ने, घरको काम, खाजाहरू बनाउने। अनि मम्मी चाहिँ यता हुनुहुन्थ्यो। 11 चाहिँ बजिसकेको थियो र हामी चाहिँ खेतालाको वेटमा थियौँ, खेताला कतिखेर आउनुहुन्छ भनेर। 12 बजीतिर चाहिँ मैले भैँसीलाई खोलिदिएँ। घरमा बसेपछि त काम त गर्नै पर्यो। 2:30 बजीतिर चाहिँ खाजाहरू बनाइसकेर थियो मैले, र खाजा खान आउनुहुँदै थियो र उता आन्टीले दिनुहुँदै थियो। म चाहिँ त्यस्तो बेला खासै खाजा दिन्न, मलाई अप्ठ्यारो लाग्छ, इन्ट्रोभर्ट छु नि त, त्यही भएर अलि मलाई अप्ठ्यारो लाग्छ। त्यही भएर म चाहिँ खासै दिन्न खाजाहरू। खाजाको भाँडाकुँडा त मस्काउनै पर्यो र त मस्काउँछ को म, त्यही भएर मैले चाहिँ गीत सुन्दै मस्काउने सोच गरेँ। एकपट्टि गीत बजाएर अर्कोपट्टि धमाधम तर्यो। जति फास्ट देखिएको छ त्यस्तो फास्ट चाहिँ होइन। मलाई यो मस्काउन मलाई आधी घन्टा 1 घन्टा लागेको, यति धेरै थिएन। भाँडाकुँडा मस्किसकेपछि चाहिँ मैले नुहाएँ। मेरो जिउहरू पनि चिलाउँदै थियो र म चाहिँ काम गर्दिनँ, तर गर्न थाल्यो भने चाहिँ मलाई कसैले रोक्न सक्दैन। मान्छे नै दङ्ग पर्छ क्या देखेर। र कति मान्छे भन्छ नि यो त सुतेको गर्छ, त्यो मान्छेलाई चाहिँ म काम गरेको बेला अगाडि ल्याउदिन मन लाग्छ कि हेर म काम गर्दैछु भनेर। अनि साथीहरू, मेरो चाहिँ के भएर कपालहरू यति धेरै झर्दैन नुहाउँदा, आम्मामा। मैले चाहिँ अनि खोले बसाएँ। हुन त जति काम गरे पनि मान्छेहरूले देख्ने होइन। खोले बसिसकेर चाहिँ मैले कुखुरा छोडेर कुखुरा हेर्न थालेँ। सब बिउबारी खोसेर, अस्ति मरमले मरी खनेको सब बिउबारी खोसेर कुखुरा त्यहाँ जान्छ। अनि हामीतिर चाहिँ चालहरू धेरै आउँछ कि, त्यही भएर कुखुराहरू चाहिँ हेर्नुपर्छ। सो आजको लागि यति नै। थ्याङ्क यू फर वाचिङ। मिल्दै हैं नेक्स्ट ब्लग में। कन्टेन्ट त केही छैन, त्यो पनि कन्टेन्ट भेट्यो भने म छिट्टै ब्लग लिएर आउँछु अर्को।